सो गाइस तपाईहरु कसैको आइफोन फुटेछ यस्तो लाइक बिफोर आफ्टर कसैको फुटेछ भने महालक्ष्मी कम्प्लेक्स खिचापोखरीमा नयाँ यो मेसिनबाट जस्तोको त्यस्तै बनाइन्छ फोन आइफोन फुटेको स्क्रिन सो तपाईहरु चेक गर्नुस् खिचापोखरीमा महालक्ष्मी कम्प्लेक्स 312 शप नम्बर सो आफ्नो फुटेछ भने बनाइहाल्नुस् नयाँ फोन बोक्न सबैलाई मन लाग्छ होला सो चेक इट आउट अनि यो त पछाडी त सही हो नि स्टार्ट भइसक्यो साच्चै वाउ व्हाट्स अप गाइज वेलकम टु फ्र्याक्चर रिभाइभल सो आज धेरै पछि सुशान्त पनि आएको छ फ्रेममा फ्र्याक्चर रिभाइभलको सो यस वी आर ह्यापी टुडे अनि आज हामी के गर्दैछौँ आज हामी जंगल जाँदैछौँ सिम्पल एज दैट यस जंगल लिएर जाइछौँ केटीहरूलाई एनीवे आज हामी जंगल फेस्टिभल पोखरामा भोलि फागुन 12 गतेदेखि हुन लागेको जंगल फेस्टिभलको प्रमोसनको लागि त्यसको लागि हामीले कसैलाई इन्भाइट गर्दैछौँ सबैजनालाई जसलाई हुनुहुन्छ भिडियो हेरिरहनु भएको छ बाटोमा हुनुहुन्छ सबलाई इन्भिटेसन जंगल फेस्टिभलको सो गाइज we will be there and yes enjoy every moment enjoy this video excuse me जंगल जाने हो ने जंगल सुन्नु न जंगल जाउँ भने ल कस्तो भयो यार एटलिस्ट कम अन सुन्नु न यार ल एक्सक्युज मी जंगल जाने जंगल जाने हो भने नजाने जाउँ न कहाँ हाँसिरह भने कहाँ गएको भन न यार एटलिस्ट भन न जंगल जाने हो भने जाउँ न मलाई लास्ट जंगल जानु मन लागिरहेको छ जाउँ न भने यार एटलिस्ट ल त भन हाँसिरहेको छ कम साथी जाउँ न यता छ एकछिन मास्क खोला त तिमीलाई चिने जस्तो लागेर मैले भने मात्र एकचोटि खोल्न त मिल्छ होला नि त यार उता हेर त क्यामेरा छ देऊ यार तिम्रो लागि मैले यो जङ्गल फेस्टिभल भने यार न यो जङ्गल फेस्टिभल भने पोखरामा हुँदैछ भोलिदेखि है फागुन 12 गतेदेखि यसो टिकट पाइयो है यो वेलकम युट्युबमा हाल्छु ल भिडियो सुन न कता हिँडेको जङ्गल जाने हो भनेको के जङ्गल हौ जङ्गल रमाइलो हात्ती घोडा हेर्न रमाइलो गरौँला नि जङ्गल जाने हो भनेको के अरू अब के हुनु अब रमाइलो गरौँला एक साथी पनि रहेछ अर्को साथीलाई पनि बोलाइदिन्छु जाने भए जाउँ न किन रमाइलो गर्नु हुँदैन र तपाईँ जाने हो जङ्गल नजाने सुन्नु न जङ्गल जाने हो जङ्गल जाने हो जङ्गल सुन्नु न भने रमाइलो गर्ने जङ्गल जाने नि ल कस्तो अब फेसन सो हुन्छ सुन्नु न अब जङ्गलमा कस्तो के हुन्छ बाघ भालु चितुवा अन्त काम भयो अब कहाँ सोध्दै हिँड्दै हो सुन्नु न जङ्गल जाउँ न भने नजाने जाउँ न ल यहाँ हेर्नु न यो जङ्गल फेस्टिभल भनेकै मैले हेर्नु त तपाईँलाई टिकट ल्याइदिएँ त सो तिमी एकदम राम्रो लाग्यो जङ्गल जाने हो जङ्गल क्या जाने हो जाउँ न भने रमाइलो हुन्छ क्या धेरै डान्स प्रोग्राम जाउँ भने अनि कहाँ चिनेको लागि भन्छ त नि जाउँ न भने डराउनु भएको तपाईँ अन्त उता हाँस्दै छ त नि ल झट्टै लड्नु भयो सुन्नु न जाउँ न के हो तिम्रो नाम तपाईँको
सुन न उतैबाट क्यामेराले खिचिरहेको छ कि इट्स अ प्र्याङ्क है यो तपाईँलाई टिकट जङ्गल फेस्टिभलको लागि पोखरामा हुँदैछ आइएम सो सरी है ल्याउ यो तिमीलाई टिकट है पोखरामा जङ्गल फेस्टिभल हुँदैछ भोलि कि त्यही भएर आइएम सो सरी है त I don't know whatever else तिमीले हैन मलाई अस्ति उहाँ जाने भने जङ्गल जाने भन्ने उसैले हो जङ्गल जान्छु भन्दै आएको होइन तिमी हो तिमीले नै हो कलेज छुट्टी हुँदा आउने भने होइन म जङ्गल जाने भनेर आयो त म आउँछु नि त उसैले हो प्रोफाइल पिक्चर चाहिँ अनि मैले टिकट किनिसकेँ अनि ल्याउ इट्स अ प्र्याङ्क त्यहाँबाट खिचिरहेको छ क्या डराइदिरहेको क्या हो यता फर्क अब कुन त्यहाँ त क्यामेरा हो तिमी चाहिँ किन डराएको ल्याउ तिमीलाई पनि टिकट ल्याऊ न ल जङ्गल फेस्टिभल भोलिदेखि हुँदैछ पोखरामा है इट्स अ टिकट फर यु त पोखराको भाडा त मन पर्यो भने प्लिज गिभ थम्स अप एन्ड कमेन्ट गर्नु नबिर्सिनुहोस् आई चेक एभ्री कमेन्ट थरली कसम चेक गर्छु जहाँ एन्ड या प्लिज आफ्नो साथीहरूमा सबैजनामा सेयर गरिदिनुहोस् प्लिज सेयर दिस भिडियो दाइ के गरेँ मैले दाइ अन्त त्यो सब्सक्राइब गर्छु प्लिज सब्सक्राइब गरिदिनुहोस् आइम सो सरी बिर्सेछु प्लिज सब्सक्राइब गरिदिनुहोस् दाइ भने दाइ अब चाहिँ के कसरी सब्सक्राइब गर्ने पनि भन्दैन त सब्सक्राइब कसरी गर्ने सब्सक्राइब बटनमा क्लिक गर्नुहोस् त्यहाँनिर रातोमा सब्सक्राइब ल्याएर सब्सक्राइब बटनमा क्लिक गर्नुहोस् एन्ड प्लिज नोटिफिकेसन बटन अन गर्नुहोस् प्लिज देन यु विल गेट एभ्री भिडियोज अफ अस एन्ड थ्याङ्क यू फर वाचिङ दिस भिडियो यस आई लभ यु अल वी बोथ लभ यु अल इन्जोय एभ्री मोमेन्ट